नमस्ते सबैजनामा। म यस भिडियोमा चाहिँ नेपालबाट कोरिया जाँदा चाहिने कागजपत्रहरू के चाहिन्छ, त्यो पेपरहरू कागजपत्रहरू बनाउनलाई कहाँ जानुपर्छ। अरूको भिडियोमा चाहिँ यो पेपर चाहिन्छ मात्रै भन्नुभएको छ, तर हैन त्यो पेपर बनाउनलाई पनि कहाँ जानुपर्छ, के गर्नुपर्छ त्यो त अनिवार्य थाहा हुनुपर्छ नि त हैन। त्यही भएर मेरो भिडियोमा चाहिँ हजुरहरूलाई मैले सबै कुरा जिरो लेभलबाट बताउने छु। मेरो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु भयो भने हजुरलाई एकदम ठुलो सहयोग पुग्नेछ। डिपेन्डेन्ट भिजा अर फ्यामिली भिजा, हजुरको बेबी छैन भने म बेबीसँगको चाहिँ कागजपत्र के चाहिन्छ अर्को भिडियोमा हाल्ने छु है। विदाउट बेबीको भन्छु। हजुरलाई फर्स्टमा त अब नागरिकता आफ्नो चाहिहाल्यो। त्यसपछि विवाह दर्ता गर्नुभएको छैन भने हजुर वडा कार्यालय गएर विवाह दर्ता गर्न सक्नुहुनेछ। त्यसपछि वडा कार्यालयमै इङ्ग्लिस नेपालीमा दिँदो रहेछ हैन, त्यसले नै काम गर्छ। इङ्ग्लिसमा चाहिन्छ मेन। अनि नाता प्रमाणित वडा कार्यालय चाहिँ नेपालीबाट दिन्छ, तर हजुरले के भन्न नबिर्सिनुहोस् भने मलाई चाहिँ नाता प्रमाणित चाहिँ इङ्ग्लिसबाट चाहिन्छ भनेर चाहिँ भन्नु होला। अनिवार्य इङ्ग्लिसबाट चाहिन्छ है त। हजुर गाउँमा हुनुहुन्छ भने हजुरले अब पासपोर्ट बनाउनको लागि चाहिँ के चाहिन्छ भने राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिन्छ। त्यो बनाउनलाई साइबरमा जानुहोस्, साइबरमा गएर फर्म भर्नुहोस्। फर्म भरिसकेपछि त्यो फर्म लिएर हजुर जिल्ला कार्यालय जान सक्नुहुन्छ। जिल्ला कार्यालय गएर हजुर पासपोर्ट राष्ट्रिय परिपत्र बनाउन सक्नुहुन्छ। अनि हजुर यता काठमाडौँमा हुनुहुन्छ भने काठमाडौँ, भक्तपुर, ललितपुर बाहेक अरू जिल्लाको हजुर हुनुहुन्छ भने हजुर चाहिँ नारायण हिटी राजदरबार सङ्ग्रहालय परिसरमा बनाउन सक्नुहुन्छ। तर हजुर यता काठमाडौँ, भक्तपुर, ललितपुरकै बासिन्दा हुनुहुन्छ भने चाहिँ राष्ट्रिय सभागृहमा जान सक्नुहुन्छ है त। अनि पासपोर्ट बनाउनको लागि हजुरलाई विवाह दर्ताको प्रमाणपत्र चाहिन्छ। अनि नाता प्रमाणितको प्रमाणपत्र चाहिन्छ। हजुर त्यो पेपर कागजपत्र लिएर पासपोर्ट बनाउन जानु होला। अब हजुरलाई इमर्जेन्सी नै छ भने काठमाडौँमा बनाउन सक्नुहुन्छ हैन। काठमाडौँमा चाहिँ आज फर्म भरेको भोलि नै दिइहाल्छ, तर 12,000 लाग्छ पैसा चाहिँ। अनि गाउँमा चाहिँ अब हतार छैन भने गाउँमै बनाउन सक्नुहुन्छ। 5,000 लाग्छ के अरे हैन त्यो गाउँमा चाहिँ। हस् म अब मेडिकलहरू मेडिकल पनि गर्नुपर्छ। त्यो मेडिकल गर्नलाई कुन हस्पिटल जाने, कुन हस्पिटलमा सस्तो हुन्छ, कुन हस्पिटलमा सजिलो हुन्छ मेडिकल गर्नलाई, हो त्यो बारे म अर्को भिडियोमा बताउने छु। हजुरहरूले मेरो भिडियो लाइक, कमेन्ट, सेयर अनि हजुरहरूले मलाई फलो गर्नुभएको छैन भने फलो गर्नुहोला। अर्को भिडियोमा भेटौँला है त। नमस्ते।